यो घुमाएर देखाइदिनु होइन तर पानी सक्नु होला रे सबै झर्ने छैन यहाँ धर्दा पानी अझै भेली थोरै डाडुले समझदिनु न डाडुले कालो आयो छोरी भएका दिदी यहाँ हात पोल्छ क्या राम्रो हुने झिउनी ल्याइदेऊ है कटाउनु घिउ त भाइले हात इम्मे छ क्या घिउ यो भएन यो भेली के भयो नि भएको भेली गल्लो भनेर नि यसरी कसरी कसरी बढ्छ र के बन्दैछ कसार बन्दैछ कसारको लागि पिठो के भन्छन् त्यसलाई भेली पकाएको हो भेली पाक्दैछ कसारको लागि भेली है हाम्रो छोराको बिहेको कसार बनाउने आज हतार छ हामीलाई कसार उता सन्ति दिदैन को लागि एकदम राम्रो भइरहेछ बेलु उता हैन उता रोटी पाक्दैछ बिहाका रोटी कति डोका पाकिसके लेट्स गो यता भर्खरै रतौली चल्दै थियो हैन अहिले भ्याइएको जस्तो छ
मोर कसार हेलो 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 हाम्रो ठुलो नाति हजुर सन्चै हुनुहुन्छ सन्चै चिने नि मैले त ल ल मलाई चिने कि चिनेनौ हजुर मलाई तपाईँलाई देखे जस्तो लाग्छ अस्ति आउनु भयो त कि यहाँ होइन यहाँ आइन यहाँ त भाइ यहाँ आउनु भएन चिनौ चिनेन ल भन त मैले ठ्याक्कै चिनिनँ लो मारौ मैले यसलाई चिने मलाई चिन्ने न तपाईँलाई नि ठ्याक्कै चिनिनँ बाउजा मन कृष्णलाई चिन्नु हुन्छ चिन्नु होइन चिनेको छैन मन कृष्ण हजुरबालाई के त सुन्नु तिम्रो हजुरबा साइलाका छोरा म कान्छाइ छु ए बागी बहिनी हुनुभयो त सरी बागी दिदी हुनु हजुर हजुरआमा कि भतिजी हुनु already this much done, lots done, man. This is not even the start, you know, it's gonna be a lot. हजुर सबै आउँछ जम्मैको खिच्छ रहेछ क्या हजुर ए उडाउने एकदम महँगो पर्छ क्या मैले लिने त्यो त काम गर्ने मान्छेले हो जसलाई उ गर्छन् नि मैले त भिडियो त्यत्तिकैको लागि बनाएको उडाउन यहाँ साथै हजुर पेशै त्यही भएर पूजा हुँदैछ ल ओम भन ओम अनि मन्त्र नै यो यति बनाउनु कति समय लाग्यो लगभग 2 घण्टा 2 घण्टाको काम यति छ अझ 2 घण्टाको काम छ कि मेन काम त यही हो यसलाई चाहिँ राखौँ त्यो जाम्छु तल सट्टो गरेर यो यस्तो अब यिनीहरू लेट भयो त्यसले गर्दा ढिला भयो भन्छन् क्या यिनीहरूले यो सङ्कल तयारी कस्तो छ यस्तो बस्ने आनन्द छैन हो तयारी सबै हुँदैछ भन्नु यहाँ दिदीहरूको खिच्ने हो क्या अङ्कल बरो पनि खिच्ने हो अङ्कलको त आइहाल्छ नि दिदीहरूको बिच